अचम्म नमान्नु होला यहाँनिर। किन भन्दैछु यो कुरा भने चाहिँ आश्चर्यको कुरा भएको छ बजारमा। त्यो आश्चर्य धेरैजनालाई थाहा छैन, नजरअन्दाज गरिराख्नु भएको छ। अर्थात् कतिजनाले त यो वास्तै गर्नुहुन्न, सरोकार पनि राख्नुहुन्न। हिजो मैले भिडियो बनाएको थिएँ हिजोको गोल्ड प्राइसको। 3 महिनामा सुन चाहिँ करिब 150 दिराम पर ग्राम। 1 ग्राममा 3 महिनामा चाहिँ 1 ग्राममा 150 दिराम पर ग्राम चाहिँ घटेको छ, बाढी गयो भनेर हिजो भिडियो बनाएको थिएँ। आज तपाईँलाई म के सुनाउँदैछु भने कहानी 1 दिनमा 15 दिरामले घटेको छ। हिजो 510 थियो 24 क्यारेट गोल्ड भने अहिले भर्खरै चाहिँ युए को गोल्ड मार्केटले चाहिँ प्राइस पब्लिक गरेको छ। 24 क्यारेटको अहिले 496.00। 24 क्यारेट गोल्ड पर ग्राम 496 दिराममा आइरहेछ अहिले भर्खरै। आश्चर्य जस्तो लागिरहेछ मलाई। मैले करिब 1 वर्षदेखि एनालाइसिस गरिरहेको छु, डाटाहरू राखिरहेको छु। यति तीव्र रूपमा घटेको चाहिँ मलाई फर्स्ट टाइम लागिरहेछ। 22 क्यारेट 459.25, 21 क्यारेट 440.50 दिराम र 18 क्यारेट चाहिँ 377.50 र 14 क्यारेट 294.50 दिराम। आजको अहिले भर्खरै इभिनिङको प्राइस हो। मेरो अनुमान, मेरो एनालाइसिस केही दिन अर्थात् 1-2 दिन अझै माइनस हुँदान्छ सुन। किन्ने बेला हो, यो इन्भेस्ट गर्ने बेला हो। गहना किन्नु छ इभेन भने पनि, कसैले बिहे गर्नु छ भने पनि 1-2 वर्षभित्र बिहे गर्नु छ घर परिवारमा कसैको भने पनि किनेर राख्नुहोस्। अर्थात् 1 लाख रुपियाँ छ, 50,000 छ भने पनि किनेर इन्भेस्ट गरेर राख्नुहोस्। एकदमै आश्चर्य अचम्मले घटेको छ है। दिनको 15 ग्राम 1 ग्राममा सुनको प्राइस घटेको छ। यो अचम्म हो, यो मौका हो साना साना इन्भेस्टरहरूका लागि जोसँग 50,000 1 लाख रुपियाँ पैसा एक्स्ट्रा छ एकाउन्टमा। तुरुन्त सुन किन्नुहोस्, इन्भेस्ट गर्नुहोस्। 6 महिनामा डबल हुन्छ तपाईँको पैसा। हेर्नु होला है त। थ्याङ्क यू। भिडियोलाई सेयर गरिदिनु होला।